घरमा जब हजुरबाले हामी सबैलाई सदाको निम्ति छोडेर जानुभयो, त्यति बेला म 7 वर्षको थिएँ। मलाई अझै पनि याद छ, प्रायःजसो उहाँले फिका गुलाबी रङको उनीको टोपी लगाउने गर्नुहुन्थ्यो। उहाँलाई अन्त्येष्टिको निम्ति लगिन साथ उत्सुकताका साथ मैले त्यो टोपी लिएर अब यो टोपी म लगाउने हो भनेर लगाएको थिएँ। पछि म अलिकति बुझ्ने भएपछि बुवाले, ठुलो बुवाले र हजुरआमाले अलिकति फनी वेमा मलाई बताउनुहुन्थ्यो, तँलाई त हजुरबा कहिले जालान् र टोपी म लगाउँला भन्ने भएको रहेछ। सायद त्यो सानो उमेरमा मृत्यु भन्ने कुरा के हो, कसैले सदाको निम्ति छोडेर जाने भनेको के हो भन्ने कुराको मलाई ज्ञान थिएन। त्यसैले हजुरबाले हामीलाई छोडेर जानुभयो भन्ने दुःख भन्दा पनि यो टोपी अब म लगाउने हो भनेर म ढुक्क हुँदै थिएँ। हजुरआमाको मेरो जीवनमा एकदम गहिरो प्रभाव रह्यो। हुन त हजुरआमाको माया हामी सबै नाति नातिनाहरूप्रति बराबर थियो, तर पनि मलाई यस्तो स्पेसल फिल हुन्थ्यो कि मलाई सबैभन्दा धेरै माया गर्नुहुन्छ। सायद सबैलाई त्यस्तै लाग्दो हो। मैले हजुरआमालाई एउटा बलियो महिलाको रूपमा बुझेँ। उहाँले सम्पूर्ण परिवारलाई सम्हालेर राख्नुभएको थियो। जबसम्म मैले उहाँलाई देखेँ, म सधैँ उहाँलाई अरूलाई कसरी खुसी बनाऊँ, अरूलाई खुसी बनाउने प्रयासमा उहाँलाई मैले देखिरहेको हुन्थेँ। म 23 वर्षको थिएँ जब मैले अन्तिम पटक उहाँलाई भेटेको थिएँ। त्यति बेला उहाँ एकदमै बिमार र कमजोर भइसक्नु भएको थियो र उपचारको निम्ति बुटोलमा हुनुहुन्थ्यो। मलाई अलिकति अशान्त देखेर होला, दिलीप यहाँ आइज त, नजिक बोलाउनु भयो अनि मेरो टाउकोमा हात राखेर बिस्तारै सुमसुमाउँदै उहाँले भन्नुभएको थियो, तैँले सधैँ सबैलाई खुसी राख्न सक्दैनस्, कोही न कोही त सधैँ दुखी नै रहन्छ, पहिला त आफै खुसी हुन सिक। नाते भर्खरै 22-23 वर्षको त हुँदैछस्, मलाई थाहा छ तैँले केही न केही राम्रो गर्छस्, त आफ्नो खुट्टामा उभिन्छस्। जसलाई मैले अरूलाई खुसी बनाउने प्रयासमै जीवन बिताएको देखेँ, जीवनको यो पडावमा आएर उहाँले मलाई सधैँ अरूलाई खुसी राख्न सकिन्न भनेर सिकाउँदै हुनुहुन्थ्यो। थाहा छैन कि उहाँले के महसुस गर्दै हुनुहुन्थ्यो। त्यसपछि म आफ्नो काम र करियरको निम्ति साउदी अरेबियामा गएँ। 7-8 महिनापछि हजुरआमा रहनु भएन भनेर खबर सुन्दाखेरि म दुखी भन्दा पनि पश्चाताप बोधले एकदम स्तब्ध भएको थिएँ। सायद म यो खबर सुन्नलाई मेन्टल्ली तयार भइसकेको थिएन, किनभने म चाहन्थेँ कि म एकपटक फेरि उहाँलाई भेटौँ, फेरि उहाँसँग बसेर कुरा गरौँ, उहाँलाई बताऊँ कि हजुरआमा म खुसी छु, म ठिक छु। मलाई थाहा छैन म कस्तो मानसिकताले ग्रस्त भएको थिएँ कि 7-8 महिनासम्म पनि एकपटक कल गरेर हजुरआमा तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने होसमा पनि म थिएन। मनोवैज्ञानिक एलिजाबेथ कुबरले आफ्नो पुस्तक 5 स्टेज अफ ग्रिफमा यो बताउँछन् कि जब हामीले हाम्रो घरमा, हाम्रो परिवारमा हाम्रो बाबाआमालाई गुमाउँछौँ, हामी एकदम धेरै रुन्छौँ, चिच्याउँछौँ, कराउँछौँ, आँसु बगाउँछौँ, छाती पिटेर बिलौना गर्छौँ। यसको अर्थ यो होइन कि हामीलाई बाबासँग एकदम धेरै लगाव थियो या आमासँग प्रेम थियो। सायद जीवित हुने बेलासम्म आमा तिमी कस्तो छौ, ठिक छौ, बा तिमीलाई सन्चो छ, यति शब्द पनि हाम्रो मुखबाट निस्केन होला। त्यो घरको एउटा कुनै कुनामा चिसो बिस्तारामा एक्लै खुरी खेल्दा खेल्दै त्यही प्राण त्यागे होलान्। अब छोडेर गइसके, सासले छोडिसक्यो, त हामी बिलौना गर्छौँ, आँसु बगाउँछौँ। यो कुनै पीडाको आँसु होइन, यो त पश्चातापको बाढी हो। यसको मृत्युसँग कुनै लेनदेन नै छैन। अब बल्ल हाम्रो भित्र कतै धक्का लाग्यो, बल्ल होस खुल्यो, उनको मृत्युले बल्ल हामीलाई झकझक्यायो, मुटुमा कतै चिसो बल्ल पस्यो। मैले मेरा बाआमासँग कस्तो व्यवहार गरेँ, माफी मागौँ भने पनि अब त्यो व्यक्ति जीवित रहेन, उसको हात समातेर आफ्ना गल्ती स्वीकार गरौँ भने पनि त्यो मौका मैले गुमाइसकेँ। उसले अब सदाको निम्ति छोडेर गइसक्यो। अब हाम्रो छाया जस्तो बनेर हामीले गरेका व्यवहारका अपराध बोधहरू एकाएक हाम्रो पिछा गर्न थाल्छन्। त्यसैले त हामी वर्षौँ वर्षसम्म पूजा गर्छौँ, पितृपक्ष मनाउँछौँ, फोटोमा हार चढाउँछौँ, फुल चढाउँछौँ, दिनदिनै पानी चढाउँछौँ। सायद जीवित रहने बेलासम्म एक गिलास तातो पानीको निम्ति पनि हामीले सोधेनौँ होला। तिमीलाई ठिक छ बा, आमा तिमी ठिक छौ, तिम्रो ज्यानलाई कस्तो छ, खाना खायौ, एकपटक यी शब्दहरू पनि हाम्रो मुखबाट निस्केनन् होला। धेरै पटक भेट्ने मौका हुँदा हुँदै पनि हामीले भेट्न गएनौँ। वर्षौंसम्म हाम्रा वरिपरि थिए साथमा, सायद एकपटक मायालु भावले हामीले उनको अनुहारमा पनि हेरेनौँ होला। अब
अब सदाको निम्ति छोडेर गइसके त पश्चाताप बोधको के फाइदा? त्यो चिसो भइसकेको शरीरको अगाडि बिलौना गरेर छाती पिटेर त्यसको के अर्थ? त्यसैले समय सधैँ यो सबै कुरा बुझ्नु जरुरी छ, होसमा आउनु जरुरी छ। किनकि समय यति छिटो बितेर जान्छ, कति बेला के हुन्छ हामी कसैलाई पनि ज्ञान छैन। तपाईले जे कुरा गर्न चाहनुहुन्छ, जति पनि गल्ती भावहरू तपाईले हटाउन चाहनुहुन्छ मनबाट, समय छँदै गर्नुहोस्। समय बितेर गइसकेपछि गरेको बिलौना आँसु यसको कुनै पनि अर्थ छैन। थिंक अगेन, एकपटक फेरि सोच्नुहोस्। See you in next video. धन्यवाद।